म चाहिँ यो ठ्याक्क गोठगाउँ होटलमा छु, जुन सङ्खुवासभा जिल्लाको माडी नगरपालिका वडा नम्बर 2 मङ्गलबारेमा अवस्थित छ। अब चाहिँ म तपाईँहरूलाई गोठ द होटलको दृश्यहरूको अवलोकन गराउनेछु। ल यो हो गोठ द होटलको रिसेप्सन सहितको इटिङ एरिया। यहाँनिर बसेर विभिन्न परिकारहरू खाँदै यस होटलको मनोरम दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ। तपाईँहरू गुफा पोखरी जाँदै गर्दाखेरि बिच बाटोमा खाना र बस्नको लागि राम्रो व्यवस्था भएको होटलको खोजीमा हुनुहुन्छ भने यस होटलमा आएर बस्न सक्नुहुन्छ। यो हो होटल वरिपरिको बाहिरपट्टि देखिएको मनोरम, सुन्दर, शान्त दृश्य। यहाँबाट अगाडि लागिसके पछाडि हामी गोठ द होटलको रुमहरू पुग्न सकिन्छ, जहाँ चाहिँ एक घर एक रुम सहित राम्रो व्यवस्था भएको रुमहरू हामीले पाउन सकिन्छ। यहाँबाट हजुरहरूले मङ्गलबारे बजारको मनोरम सुन्दर दृश्यहरू अवलोकन गर्नुका साथसाथै हरिया पहाड सँगसँगै हिमालहरूको दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ।